निम्ति सम्पूर्ण देश विदेशमा रहनुभएका गौभक्तहरू गौरक्षकहरूमा म हार्दिक नमन गर्न चाहन्छु। आज म तपाईहरुलाई एउटा यस्तो उत्पादनको बारेमा चाहिँ भन्दैछु जो अति उपयोगी देख्दाखेरि सुन्दाखेरि सामान्य लाग्ने भए पनि यसको परिणाम भनेको बडो अद्भुत छ। संसारमा कसैले नगर्ने काम भएको हुनाले यसलाई चमत्कार भन्छन्। त्यसकारण त्यस्तै एउटा चमत्कारिक वस्तुहरू जुन हाम्रो रैथाने गोमूत्रको चाहिँ गाईका गोबरबाट निर्मित यो एउटा धूप छ। यो धूपलाई चाहिँ हामीले गाईको गोबरबाट निर्मित कोही गाईको चाहिँ जङ्गलमा चर्ने गाईहरू हुन्छन्, रैथाने आफ्ना जो स्थानीय रैथाने गाईहरूको गोबरलाई सुकाएर यसमा हामीले हवन सामग्रीको धुलो राखेका छौँ, अष्टसुगन्ध थोरै राखेका छौँ। अनि त्यस्तै गरी चाहिँ हामीले यसमा बेलपत्र छ, निमपत्र छ, अनि त्यसमा चाहिँ अलिकति हामीले थोरै कपुरको चाहिँ पात जो आफ्नो गाउँको कपुरको पात हो त्यो थोरै राखेको छ, धुलो छ यसमा, अरू केही मिलाएको छैन। मन्द सुगन्ध, अति मन्द, अति मनलाई चाहिँ प्रफुल्ल बनाउने खालको सुगन्ध हुन्छ। यो जति जलाउनुहोस्, कोठैभरि चाहिँ तपाईँले चाहिँ सयौं धूप जलाएर अत्यधिक मात्रामा चाहिँ कुहिरो जस्तो चाहिँ बनाउनुहोस्, तर पनि आँखा पिरो कहिल्यै पनि हुँदैन यसले, र श्वास फेर्न गाह्रो कहिल्यै पनि हुँदैन। यदि हामीले चाहिँ यसलाई दमका रोगीहरूलाई पनि हामीले चाहिँ यसलाई यदि सल्काइदिउँ भनेपछि सल्काएर चाहिँ कोठामा राखिदिउँ भनेपछि र दमका रोगीहरूलाई अति राम्रो चाहिँ लाभ दिन्छ यसले। त्यस्तै गरी साना बालबालिका भएको ठाउँमा पनि यसलाई राख्दाखेरि बालबालिकालाई कुनै पनि प्रकारको असर गर्दैन यसले। तपाईहरु चाहिँ हामी स्वयं पनि अध्ययन गर्दा हाम्रा छोराछोरीहरू भाइ भतिजाहरूलाई कोठामा अध्ययन गर्दाखेरि यसलाई सल्काएर राखिदिनुस्। यसले अध्ययनमा मन लगाउँछ, अध्ययन गरेको चिजलाई चाहिँ स्मरण शक्ति बढाउँछ यसले। अनि त्यस्तै गरी चाहिँ यसले हानिकारक जति पनि ब्याक्टेरियाहरू, किरागाँठीहरू छन्, मच्छरहरू, झिँगाहरू, जति पनि हानिकारक चाहिँ जो किराहरू आउँछन् त्यसलाई चाहिँ यसको जो धुवा छ यो धुवाले बाहिर लखट्ने काम गर्छ। यो नाशक होइन, नियन्त्रक हो। यसले कसैलाई पनि मार्दैन। यसको गन्ध सुक्न साथ ती भागिहाल्छन्, आफै भाग्छन्। अनि यसलाई चाहिँ डाइरेक्ट रूपमा चाहिँ सुँघ्नुस्, नाकमा यो नजिकमा जतिसुकै सुँघ्नुस् यसले हाम्रो फोक्सोलाई चाहिँ यसले प्राणवायुको चाहिँ वृद्धि गरिदिन्छ। अत्यधिक मात्रामा यसमा लगभग तपाईँको चाहिँ यसमा 30 देखि 37% चाहिँ प्राणवायुको चाहिँ प्रतिशत छ यसमा। हुन त यसमा अरू पनि पदार्थ नहुनु भएको होइन, ग्यासहरू, तर बढी मात्रामा अक्सिजन चाहिँ छ। यसले चाहिँ अक्सिजनको लेभल बढाउँछ, सकारात्मक ऊर्जा वृद्धि गर्दछ यसले। अध्ययनमा ध्यान गर्दाखेरि, मन्त्र जप गर्दाखेरि, पूजापाठ गर्दाखेरि पनि हामीले चाहिँ यो